हामी ठिक इटरी 10 तरा इमो लाइन चोकदेखि अवस्थित हर्क साम्पाङ समूहबाट आएको छौँ। यो चाहिँ हामीले इटरी धरान लाइन ठिक तरामा अवस्थित हाइवेदेखि ठिक पश्चिम गएर चाहिँ तपाईँले 10 देखि 15 मिनटको दूरीमा चाहिँ मा कार्यक्रम भइरहेको छ अहिले। यहाँ चाहिँ हाम्रो यहाँनिर हर्कसम्म सदस्यका टिमहरूका लगायत पार्किङमा चाहिँ तपाईँले यस्तो देख्न सक्नुहुन्छ। यहाँ हाम्रा हर्कसम्म सर पनि मञ्चमा अवस्थित भइसक्नु भएको छ। सङ्घ संस्कृति पार्टीका अध्यक्ष आदरणीय श्री हर्क साम्पाङ राईज्यू आजको हाम्रो कार्यक्रमको प्रमुख अतिथिको आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। विशिष्ट अतिथि हुनुहुन्छ धरान भूसैनिकका अध्यक्ष श्री गणेश विजय राईज्यू। विशिष्ट आजको कार्यक्रमको अतिथिको आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो ब्रिटिस आर्मी अभियन्ता श्री रामपाल राईज्यू अतिथिको आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यसै गरी संयुक्त सैनिक केन्द्रीय उपाध्यक्ष श्री किशोर कुमार राईज्यू अतिथिको आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो नेपाल आर्मी अध्यक्ष श्री थमन राईज्यू अतिथिको आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। र सम्पूर्णलाईमा स्वागत सम्मान व्यक्त गर्दछु। हाम्रो किराया प्राप्त कार्यकारी समिति इटरी 19 साबिक खसखसका अध्यक्ष तथा इटरी 19 का जनप्रतिनिधि सदस्य आदरणीय श्री इन्द्र राईज्यू यथासम्म अतिथिको आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो सबै महासङ्घ केन्द्रीय सदस्य लेटाङका राम कुमार राईज्यू पनि यथासम्मै आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यसै गरी ब्रजनगरबाट हुनुहुन्छ नारायण नेपाल ब्रिटिस आर्मी सदस्य, उहाँ पनि आफ्नो यथासम्मै आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यसै गरी धनकुटा किराया अध्यक्ष जितेन राईज्यू यथासम्मै आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यसै गरी किराया अध्यक्ष इटरी 16, 17, 18 GR सामलिङ ज्यू यथासम्मै आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो GR सामलिङ ज्यू मैले भनिसकेँ। यसै गरी हाम्रो भूभू संगठन भूभू अध्यक्ष बेलबारीका सुविधा ईश्वर शेखज्यू यथासम्म आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यसै गरी हाम्रो किरालाई आयोगका इटरी 19 साबिक खसखसका निर्वाचन अध्यक्ष र 20 नम्बर वडाका निर्वाचन जनप्रतिनिधि सदस्य तथा सन्त भूभूका पूर्व अध्यक्ष श्री आदरणीय क्याप्टेन मान्थन राईज्यू यथासम्म आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु। यथासम्मै यसै गरी गायत्री आले स्टेजमा आसन ग्रहण गरिदिएमा हार्दिक अनुरोध गर्दछु।
हाम्रो शक्ति घलेज्यू स्टेजमाई अतिथि भाषण गरिदिन म हार्दिक अनुरोध गर्दछु। सम्पूर्ण हाम्रा नेपालका 14 ग्रहण हुने हाम्रा गणराज्यहरू र सदरबासीहरू र उपस्थित तपाईँ सम्पूर्ण आदरणीय नगरवासी आमा बुवा दाजुभाइ तथा दिदीबहिनीहरूमा यथासम्म आसन ग्रहण गरिदिन म हार्दिक अनुरोध गर्दछु। हाम्रो कार्यक्रम रहेको छ राष्ट्रगान। हाम्रो रचनाकार हुनुहुन्छ प्रदीप कुमार राई, क्याप्टन माइला, सङ्गीतकार अमर गुरुङ, अक्षर छ हाम्रो 128 वटा, अनुसूची 2, शब्द 46 वटा, हरम 8 र स्वर 20 जना, समय 1 मिनेट रहेको छ र नेपालको राष्ट्रगान